अनि त्यसपछि चाहिँ वान एन्ड वान जाँदा ठिक हुन्छ जस्तो लाग्यो मलाई चाहिँ। म चाहिँ कामना हो होइन, मेरो चाहिँ नेपालमा म ब्याचलर चाहिँ एग्रिकल्चरमा गरेर आएको हो। मेरो चाहिँ मेजर चाहिँ मलाई एक्सटेन्सन र डिजिटल एग्रिकल्चरमा चाहिँ मेरो इन्ट्रेस्ट थियो पहिल्यैदेखि। मैले आरजिआइएसहरू यस्तो यस्तो सिकेको थिएँ नेपालमा आउँदाखेरि। मह्म, अनि यता पनि म डिजिटल एग्रिकल्चरकै फिल्डमा अहिले चाहिँ मेरो जिआइएस, त्यसपछि रिमोट सेन्सिङ, अनि त्यसपछि अब ड्रोनहरूको यस्तो रिलेटेड चाहिँ मैले कोर्सहरू लिएर अहिले चाहिँ आर्कान्सा स्टेट युनिभर्सिटीमा डिजिटल एग्रिकल्चरमा मास्टर्स गरिरहेको छु होइन। अनि मह्म। म ग्रेजुएट असिस्टेन्ट पनि हो यही युनिभर्सिटीमा। अनि यहाँनिर मैले कतिचोटि थेसिसको लागि रिसर्चको लागि अप्रोच पनि गरेँ। अनि हाम्रो यहाँको प्रोफेसरहरू चाहिँ खासै रिसर्चमा इन्ट्रेस्टेड हुनुहुन्न कि, ल्यान्ड ग्रान्ट युनिभर्सिटी नभएको कारणले गर्दाखेरि। अनि ओ, मै ओके। अनि मैले कुन 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 ठाउँमा छ त्यो युनिभर्सिटी? यो युनिभर्सिटी आर्कान्ससमा छ। भन्नाले मैले सिटीको नाम सोधेको। जोन्सबोरो। ए, ओके। अर्को अनि फेटभिलमा भएको चाहिँ अर्को युनिभर्सिटी है? अर्को फेडविलमा भएको चाहिँ युनिभर्सिटी अफ आर्कान्सा हो। मैले पढ्ने चाहिँ आर्कान्सा स्टेट ओ, युनिभर्सिटी हो। ओके, ओके। त्यही म कन्फ्युज भइरहेँ। अनि त्यसपछि मैले यतिकै सर्च गरिरहेको थिएँ। म लिङ्कडिन चाहिँ अलिक धेरै नै चलाउने भएको भएर अनि हजुरलाई पनि मैले लिङ्कडिनमै देखेँ। अनि डिजिटल एग्रिकल्चरमै के गरिरहनु भएको छ जस्तो लाग्यो। अनि पिएचडी पनि गर्दै हुनुहुँदो रहेछ। अनि अब हामी यहाँ भएको मान्छेहरू त कति धेरै कन्फ्युजमा छौँ क्या, डिजिटल एग्रिकल्चर पढेको मान्छेहरू। अनि त्यही हजुर। भएर अलिकति अब ब्रोड पनि हुन्छ नि त पर्सपेक्टिभहरू। अनि त्यसपछि बोल्यो भने अब थाहा पनि हुन्छ नि त के भइरहेछ अरू ठाउँमा भनेर। अनि त्यही भएर मलाई चाहिँ हजुरसँग कुरा गर्न मन थियो। यति नै हो मह्म। मेरो चाहिँ। हजुर, हजुर। केही छैन यसमा। ठिक छ। मेरो चाहिँ इन्ट्रोडक्सन भन्दा चाहिँ म नेपालमा चाहिँ अन्डर ग्रेड पुल्चोक इन्जिनियरिङबाट सकाएको 2014मा, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङमा। त्यसपछि मैले डियर वर्क भन्ने कम्पनीमा सिफलमा लगभग 3.5 वर्ष काम गरेँ। अनि त्यसपछि 2019मा चाहिँ पिएचडीको लागि चाहिँ म नर्थ डेकोटा स्टेट युनिभर्सिटी आएँ। अनि नर्थ डेकोटा स्टेट युनिभर्सिटीमा चाहिँ त्यतिखेर भर्खर प्रिसिजन एग्रिकल्चर प्रोग्राम भन्ने सुरु भएको थियो। खासमा मैले अप्लाई गर्दा चाहिँ के थियो भन्दाखेरि मलाई चाहिँ यो एग्रिकल्चर इन्जिनियरिङ क्यान बी चाहिँ के भन्छ, मेरो लागि चाहिँ स्कोप हुनसक्छ अथवा मेरो लागि एरिया हुनसक्छ भन्ने चाहिँ मलाई खासै आइडिया नै थिएन है त्यो टाइममा चाहिँ। मैले चाहिँ युएस युनिभर्सिटी एप्लाई गर्दाखेरि चाहिँ मोस्ट चाहिँ कम्प्युटर साइन्स अर कम्प्युटर इन्जिनियरिङ डिग्रीमै गरिरहेको थिएँ एप्लाई, 2-3टा युनिभर्सिटी एप्लाई गर्दा। अनि कम्प्युटर साइन्समा मास्टर्स गर्ने अपर्च्युनिटी चाहिँ थियो मसँग विथ एसिस्टेन्टसिप। तर अनि फेरि यो प्रिसिजन एग्रिकल्चरमा चाहिँ जे होस्, यो जुन सफ्टवेयर हार्डवेयर जुन डिजिटल एग्रिकल्चरमा जुन एप्लिकेसन्सको कुरा देख्दा चाहिँ मलाई एकदम इन्ट्रेस्टिङ लाग्यो। अनि यो खासमा यो प्रोग्राम चाहिँ मलाई चाहिँ एक प्रायः चाहिँ कस्तो रहेछ भने सिनियरहरू चाहिँ एग्रिकल्चर इन्जिनियरिङमा चाहिँ मेकानिकल इन्जिनियरिङहरूको चाहिँ बेसी आउने रहेछन्, किन भन्दाखेरि अलिकति त्यो मेकानिकल डिजाइनहरू अलिक म्याच हुने भएर। तर रिसेन्टली चाहिँ यो एआई रोबोटिक्स एरिया जुन बढ्दै गयो नि, डेटा साइन्स, त्यसपछि चाहिँ अरूलाई पनि अलिकति ब्रोड भएर रहेछ एरिया। सो त्यसपछि चाहिँ मैले यो प्रोग्रामको बारेमा थाहा पाएँ, त्यसरी एप्लाई गरेर एनडिएसयुमा चाहिँ म 2019मा आएको थिएँ। अनि 2019मा आउँदाखेरि भर्खर भर्खर यो प्रिसिजन एग्रिकल्चरको जुन प्रोग्राम सुरु भएको थियो, यहाँ पनि त्यस्तो धेरै रिसर्चहरू थिएन। म चाहिँ फर्स्ट स्टुडेन्ट नै थिएँ पिएचडी। अनि त्यसपछि 2019बाट सुरु गरेर 2023मा चाहिँ मैले सकाएँ। सो मेरो रिसर्च एरिया चाहिँ विड आइडेन्टिफिकेसन्स युजिङ एआई एन्ड रोबोटिक्स भनेर चाहिँ मेरो मेजर टपिक त्यो नै थियो। त्यसमा चाहिँ अब मोस्टली चाहिँ एआई मोडलहरू बनाउने, डिटेक्सन्स, क्लासिफिकेसन, अनि त्यो मोडलहरूलाई चाहिँ रोबोटिक्समा इन्टिग्रेट गर्ने मेरो चाहिँ मेजर काम थियो। त्यो बाहेक पनि अब मैले हल्का अब अलिअलि साइड प्रोजेक्टहरू चाहिँ सफ्टवेयर प्लस युएभीमा भेरिएबल रेट स्प्रे टाइपको प्रोजेक्ट पनि गरेँ। अनि त्यसरी चाहिँ मेरो पिएचडी चाहिँ विदिन 4 इयर चाहिँ मैले सकाएर अनि
त्यसपछि म कम्पनी गएँ, कम्पनीमा चाहिँ इम्बेडेड सफ्टवेयर इन्जिनियर भन्ने पोजिसनमा चाहिँ मैले इन्टर्न गरेँ अराउन्ड 6 मन्थ। अनि त्यसपछि ब्याक टु फेरि अहिले म चाहिँ सेम युनिभर्सिटीमै प्रोफेसर चाहिँ मेरो एडभाइजर, पुरानै एडभाइजर, बट यो प्रोजेक्ट इज डिफ्रेन्ट। अहिले चाहिँ म चाहिँ युएसटिएसँग कोलाबोरेट गर्छु, किन युएसटिएको यो यो पोजिसन चाहिँ फन्डेड युएसटिएबाट भइरहेछ। सो बेसिकली आई हेभ टु एडभाइजर है, अनि दुईजना एडभाइजरसँग चाहिँ काम गर्छु। वान इज फ्रम युएसटी अनि वान फ्रम युनिभर्सिटी। अनि सो मेरो करेन्ट प्रोजेक्ट भनेको चाहिँ फ्रस्ट ड्यामेज क्वान्टिफिकेसन युजिङ एआई, जुन हाम्रो क्रपहरूमा जुन फ्रस्ट अरू फ्रिजिङ इभेन्ट अथवा फ्रस्टहरूले चाहिँ जुन ड्यामेज हुन्छ त्यसलाई चाहिँ युएसटिएमा चाहिँ साइन्टिस्टहरूले चाहिँ नयाँ भेराइटी डेभलप गर्न ट्राई गर्दै हुनुहुन्छ। सो त्यसमा चाहिँ मेरो काम के भन्दाखेरि हाउ टु फेनोटाइप होइन, फर अब डिसिजन मेकिङ। सो मोस्टमा चाहिँ अब क्वान्टिफिकेसन चाहिँ एकदमै इन्कन्सिस्टेन्ट भयो, त्यसलाई चाहिँ मैले अब एआई युज गरेर अलिकति मोर कन्सिस्टेन्ट बनाउन ट्राई गरिरहेको छु। सो करेन्टली नै त्यसैमा काम गरिरहेको छु। ए अनि हजुरले पिएचडी सकेर इन्टर्नसिप गर्न गएँ भन्नुभयो नि त, अनि वाइ इन्टर्नसिप, जबको लागि किन जानु भएन? गुड क्वेसन्स। किन भन्दाखेरि चाहिँ खासमा मैले चाहिँ इन्टर्नसिप पोजिसन चाहिँ 1 इयर अगाडि नै मैले फिक्स भइसकेको थियो। अनि आई वाज नट स्योर कि मैले यो टाइममै मैले डिफेन्ड गर्छु विदिन 1 इयर्स भन्ने चाहिँ स्योर थिएन। किन भन्दाखेरि चाहिँ म डाइरेक्ट अन्डर ग्राडबाट चाहिँ म पिएचडीमा आएको थिएँ। सो मैले चाहिँ सबै कोर्स रिक्वायरमेन्टहरू पुरा गर्नुपर्ने हुन्छ नि। सो मास्टर्सको प्लस पिएचडी सबै गर्दा अलिकति टफ नै थियो। त्यही भएर चाहिँ मैले चाहिँ अनि तर सोचेँ भन्दा हल्का छिटो नै सक्यो। सो मसँग अप्सन चाहिँ के थियो भन्दाखेरि चाहिँ आइदर अब यो ठाउँ लिभ गरेर कुनै ठाउँ जानुपर्ने थियो भनेको, अर्को अप्सन्स चाहिँ त्यही आर्कान्सामै थियो। म दुई तिनवटा मसँग पोस्टक पोजिसनहरू पनि थियो र एक दुईवटा चाहिँ मैले कम्पनीमा पनि एक दुईवटा चाहिँ नजिक नजिक चाहिँ गरेको थिएँ। तर मैले चाहिँ टाढा चाहिँ गरिनँ। किन गरिनँ भन्दाखेरि चाहिँ मेरो वाइफले चाहिँ त्यतिखेर भर्खरै जब स्टार्ट गर्ने पोइन्टमा थियो। सो फर हर करियर, सो म यहीँ नै बस्ने भयो भनेर चाहिँ सर्ट टाइमको लागि चाहिँ मैले त्यो पोजिसनमा काम गरेँ, प्लस हल्का अब इन्डस्ट्रीको एक्सपिरियन्स इम्बेडेडमा पनि लिऊँ भनेर। अनि सो त्यो पोजिसनमा फुल टाइम पनि अफर गरेको थियो, तर म चाहिँ फेरि ब्याक टु द पोस्टकमै किन आएँ भन्दाखेरि अलिकति रिसर्च नै गरौँ, यो एरियामा नै मुभ हौँ, अब इन्डस्ट्री नै गए पनि अलिक रिसर्च बेस्ड पोजिसनमै जाऊँ भन्ने त्यो सेन्सबाट चाहिँ म फेरि पोस्टकमा आएको। अनि हजुर त सिधै अब मास्टर्स नगरिकन पिएचडी गरेर 4 वर्षमा पिएचडी पनि भ्याइसक्नु भएछ नि त। एकदम हजुर। सर्ट टाइम हो नि त त्यो त। अनि अनि त्यसमाथि फेरि अर्कै ब्याकग्राउन्डको मान्छे डिजिटल एग्रिकल्चरमा जम्प गरेर आउनु भएछ। के हुँदो रहेछ डिमेरिट मेरिट्सहरू? जस्तो एग्रिकल्चर नै पढेको मान्छेलाई डिजिटल, अब हजुरले जुन सब्जेक्ट पढ्नुभयो प्रिसिजन एग्रिकल्चर, त्यसमा जाँदा सजिलो कि हजुरहरूले पढिराखेको सब्जेक्ट चाहिँ हजुरले कोर्स चेन्ज गर्दा अथवा मेजर चेन्ज गर्दा सजिलो कस्तो हुँदो रहेछ, के हुँदो रहेछ? मेरो एक्सपिरियन्समा चाहिँ अब यो कस्तो काम भन्नेमा पनि डिफ्रेन्सिएट हुनसक्छ। जस्तो अब कुन एरियामा काम गर्ने होइन। अब जस्तो डिजिटल एग्रिकल्चरमा नि धेरै एरियाहरू छन्। अब जस्तो एकदमै कोही मान्छे इन्जिनियरिङ ब्याकग्राउन्डै नभए पनि अब कोही सेल्फ इन्ट्रेस्टले कोही हुन्छ नि, अब सफ्टवेयर अथवा अलिकति हार्डवेयर यताउतासँग चाहिँ अलिकति आफैले काम गर्ने त्यस्तो मान्छेहरू छ भने चाहिँ उनीहरूले अब त्यो मुभ अन, के भन्छ त्यो के भन्नु वर्ड भन्ने आएन। सो त्यसलाई चाहिँ अलिकति उनीहरूले ब्रेक गर्न सजिलो हुन्छ उनीहरूलाई त्यो एरियामा चाहिँ काम गर्दाखेरि। किनभने जस्तो अब मेरो पनि लिमिटेसन छ यो एरियामा। जस्तो मेरो लिमिटेसन छ के छ भन्दाखेरि मेकानिकल डिजाइनमा चाहिँ मेरो लिमिटेसन छ होइन। सो त्यो लिमिटेसन चाहिँ जहिले पनि हुन्छ कि। अब जस्तो अब प्योर एग्रिकल्चर ब्याकग्राउन्डको मान्छेले चाहिँ कस्तो फरक हुन्छ भने, मैले चाहिँ एग्रोनोमी अथवा एग्रिकल्चर पर्सपेक्टिभ चाहिँ मैले पढेर अलिकति कति धेरै नलेजहरू लिन सक्छु। ल्याब बेसमा चाहिँ सक्दिनँ। जस्तो एनालिटिक्स
कुराहरू हुन्छ नि, जस्तो केमिकल एनालाइसिस अथवा कुनै त्यस्तोमा चाहिँ सक्दिनँ। तर जुन पढेर पनि इन्फर्मेसन गेन गर्ने ठाउँमा चाहिँ त्यो कभर गर्न सकिन्छ। तर अब ल्याब बेसमा चाहिँ सकिँदैन। जस्तो फर इक्जाम्पल कुनै रिसर्चमा चाहिँ मैले चाहिँ फेनोटाइप पनि गर्नु पर्यो। अब त्यसमा चाहिँ मैले चाहिँ मानव केमिकल कम्पोजिसन्स अफ द लिभर त्यस्तो केही गर्नु पर्यो भने त्यसमा चाहिँ मलाई नआउन सक्छ, अथवा सोइलको कुनै टेस्टिङ गर्नु पर्यो भने मलाई चाहिँ त्यसको आइडिया नहुन सक्छ होइन। किनभने मैले त कहिले पनि अब गरेको छैन त्यही अब +2 अथवा हाई स्कुलमा त्यही केमिस्ट्रीमा गरेको टेस्टिङ भन्दा त्यस्तो धेरै ब्याकग्राउन्ड हुँदैन। अनि त्यो कुरामा चाहिँ ल्याग हुनसक्छ। सो कुन एरियामा काम गरिरहेछ भन्नेमा एकदमै के भन्छ फरक पर्छ। अब जस्तो मैले चाहिँ रोबोटिक्समा काम गरेर एआई अहिले चाहिँ अब एआई चाहिँ बेसिकल्ली अहिले चाहिँ सबैले गरिरहेको हुन्छ। त्यसमा चाहिँ खासै केही छैन। किन भन्दाखेरि त्यसमा चाहिँ प्रोग्रामिङ हल्का अब सिकेर अब त्यसमा चाहिँ अलिकति कोड लेख्नलाई गाह्रो चाहिँ छैन। प्लस अहिले चाहिँ अब रिसेन्टली यो च्याट जिपिटी अथवा त्यो आएको भएर त अहिले त झन् धेरै नै सजिलो भइसक्यो। अहिले त जसले पनि मजाले त्यो हुन्छ नि सजिलै कोड लेख्न सक्ने इन्भाइरोमेन्ट छ। सो मैले सुरु गर्दा त्यस्तो चाहिँ थिएन। अनि तर अब जस्तो मलाई फाइदा चाहिँ केमा हुन्छ भन्दाखेरि इलेक्ट्रोनिक्स एस्पेक्टहरू हुन्छ नि, जुन रोबोटिक्स साइडमा चाहिँ त्यसको एप्लिकेसन र इन्टिग्रेसनमा चाहिँ मलाई चाहिँ त्यहाँनिर चाहिँ फाइदा हुनसक्छ। त्यो चाहिँ एउटा एडभान्टेज हुनसक्छ, जुन कुरा चाहिँ अब अलिकति नर्मल एग्रिकल्चर प्योर ब्याकग्राउन्ड भएकोलाई चाहिँ अलिकति गाह्रै हुनसक्छ। किनभने इन्जिनियरिङको कन्सेप्टहरू चाहिँ अब जति नै पढे छैन, जति नै जाने छैन भने पनि त्यो 4 वर्ष त्यही चिजै पढिरहेको भएर कति कुराहरू बेसिकै लाग्छ नि त। जस्तो मेरो एक्सपिरियन्स सुनाउँदा पनि मैले जस्तो पिएचडीमा चाहिँ अब पोस्टडक्टसँग काम गरेँ। ऊ चाहिँ अहिले त्यही मैले भनेको त्यही युनिभर्सिटी अफ आर्कान्सास आई थिङ्क त्यसैमा अहिले एसिस्टेन्ट प्रोफेसर हो। अनि जस्तो ऊ पनि एग्रिकल्चर इन्जिनियरिङै पढायो हो। तर जस्तो हि इज इन्ट्रेस्टेड इन रोबोटिक्स। उसलाई चाहिँ कति कुराहरूमा चाहिँ जस्तो बेसिक कन्सेप्टको कुरामा चाहिँ अलिकति सामान्य कुराहरू पनि कस्तो नआएको जस्तो लाग्थ्यो क्या भन्नु खोजेको। किनभने मैले त अब इलेक्ट्रोनिक्सको कोर त्यसमा गएर पढाएको थिएँ, अथवा इलेक्ट्रिकल सिग्नल अथवा त्यो कुराहरू। अनि त्यस्तो कुराहरू चाहिँ एकदम फरक पर्छ। सो आफ्नो एरिया चाहिँ कुन बनाउने भन्ने कुरा हो। सो रिसर्चमा मलाई लागेको चाहिँ है। अनि हजुरलाई अब जस्तो जो मान्छेहरू डिजिटल एग्रिकल्चर पढ्दै हुनुहुन्छ नि त, अनि उहाँहरू त कस्तो हामीहरू नै कन्फ्युज छौँ कि अब कहाँ के गर्ने भने। हजुर इन्टर्नसिप चाहिँ कुन कम्पनीमा गर्नुभएको थियो? मैले चाहिँ त्यो अपारियो एक्को भन्ने कम्पनीमा गरेको थिएँ। हजुर। एक्कोको एक्कोको एक्को नै हो, त्यसको चाहिँ अर्को पार्ट अफ द भनौँ न कम्पनीको पार्ट हो। यहीँ फार्गोमै गरेँ अब मैले चाहिँ। खासमा चाहिँ मेरो रिजन चाहिँ म फार्गोबाट चाहिँ मुभ नहुने एकछिन भन्ने कारणले नै मैले चाहिँ आफूलाई चाहिँ लिमिट गरेको थिएँ भनौँ न ती पोजिसनहरूमा। मैले चाहिँ जब सर्च गर्दा नि अनि इन्टर्नसिपमा सिकाउँथ्यो कि के हुन्थ्यो? बेसिकली कस्तो कामहरू गर्नु पर्थ्यो इन्टर्नसिपमा? मैले त पुरै कोडिङ एकदम कोडिङ गर्ने अनि हार्डवेयरहरूको पुरै टेस्ट गर्ने। त्यो नै हो, सफ्टवेयर इम्बेडेड सफ्टवेयरहरूको टेस्टिङ। अब त्यसमा हार्डवेयर पनि हुन्थ्यो, कोडिङ पनि हुन्थ्यो। अनि त्यसमा चाहिँ हार्डवेयर इन लुप टेस्ट भन्ने हुन्थ्यो। प्योर इन्जिनियरिङ जब हो त्यो चाहिँ। तर अब जस्तो हजुर त इन्टर्नसिप पनि गरिसक्नुभयो, अनि पोस्टडक पनि गर्न जानु भएको, अथवा अहिले युएसडिएमा पनि काम गर्दै हुनुहुन्छ होइन। बेसिकली के कुराले म्याटर गर्दो रहेछ यो इन्टरभ्यूहरू दिन बेलामा चाहिँ? अथवा कुनै स्किलहरू हामीले अहिले कलेजमै हुँदा सिकिन्छ कि? किनभने यहाँ चाहिँ लिटरली हामीले केही सिकेको जस्तै फिल हुँदैन क्या मलाई। अब हजुरहरूलाई पनि त्यस्तै फिल हुन्थ्यो कि पढ्दाखेरि, कि हामीले मात्रै त्यस्तै फिल गरे हो कि कुन कुरामा चाहिँ स्टुडेन्टहरू? यस्तो छ कि अब यो चाहिँ कस्तो क्वेसन छ नि, एकदम सब्जेक्टिभ छ क्या यो क्वेसन। यो एरिया चाहिँ कस्तो भइरहेछ भने अहिले यो एआईले चाहिँ एकदमै त्यो हरेक एरियाहरू चाहिँ फास्ट मुभ भइरहेछ के। भन्न खोजेको चाहिँ एकदमै मान्छेहरू प्रोडक्टिभ भइरहेछ। मान्छेहरूले चाहिँ धेरै कुराहरू सिकिरहेछ। अब त्यसमा चाहिँ अब त्यो कुराको डर पनि छ होइन धेरै मान्छेलाई। अब भोलि दिनमा चाहिँ म अब्सोल्युट मेरो जब अथवा मेरो काम चाहिँ अब्सोल्युट हुने होइन त भन्ने क्वेसन चाहिँ जसमा पनि छ अहिलेको उसमा चाहिँ विशेष गरी। अब अनि अब जस्तो कस्तो चाहिँ हुन्छ भने अब जस्तो पिएचडी गर्दै भनेको कि मास्टर्स रे अहिले? म त मास्टर्स गर्दैछु, तर पिएचडी गर्ने नि सोच छ। तर मलाई अँ,
अब मलाई थाहा नै छैन कि मैले गाइड गर्ने यहाँनिर मेन्टरहरू नै जुन लाइक हामीले एउटा सोचेर आएको हुन्छौँ नि युएस भनेपछि प्र्याक्टिकल हुन्छ होला भनेर तर ए ओके त्यो त्यो चाहिँ कस्तो छ भने अब मेरो एक्सपिरियन्समा भन्दाखेरि चाहिँ युएसको टप युनिभर्सिटी अब आइभी लिग यिनीहरूको चाहिँ अब अफकोर्स राम्रो नै हुन्छ उनीहरूको सबै कुरा होइन, तर एभरेज युनिभर्सिटीहरूमा मेरो एक्सपिरियन्स हेर्दाखेरि चाहिँ त्यस्तो एकदमै आउटस्ट्यान्डिङ चाहिँ मलाई पनि लागेन। जस्तो कोर्सहरू पढाइहरू तरिकाहरू हुन्छ नि, कुनै कुनै एक दुईवटा प्रोफेसरहरू चाहिँ ठिकै लाग्थ्यो, नत्र एभरेजमा चाहिँ त्यस्तो लागेन मलाई पनि मेरो एक्सपिरियन्समा भन्नुपर्दाखेरि चाहिँ। कोर्सबाट केही सिक्ने कुरामा अब, तर अब रिसर्चबाट सिक्ने कुरामा त जहिले पनि धेरै कुराहरू हुनसक्छ। अब त्यसमा चाहिँ अब मास्टर्स गर्ने मान्छेलाई चाहिँ के हो भने अब आफूले चाहिँ अब कति गर्न सकिन्छ भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट। अब जस्तो अब रोबोटिक्समा गएर म पुरै अब हार्डवेयर डिजाइन गर्छु अथवा हार्डवेयरमा बनाउँछु यस्तो गर्छु भन्न चाहिँ अब सिक्ने अब त्यो टाइम छ भने अब गर्दा राम्रै हुन्छ, तर अब त्यसमा गाइड गर्ने अब अलिकति त्यो रिलेटेड काम गर्ने मान्छेहरू भयो भने अब सजिलो पनि हुन्छ, किनभने सेल्फ गर्दा चाहिँ धेरै नै गाह्रो हुन्छ यस्तो कुराहरू। त्यो पनि पाउन गाह्रो छ, त्यो चाहिँ एकदमै गाह्रो हुँदो रहेछ क्या। अब मलाई पनि त्यो फिल हुन्छ, किनभने म चाहिँ अझ कम्पनी बेस्ड कम्पनीमा काम गरेँ अनि पुल्चोकमा पढेँ। सो जहिले पनि मैले चाहिँ कुनै कुराको सोल्युसन चाहिँ मलाई पाउन चाहिँ एकदमै सजिलो हुन्थ्यो, तर यहाँ चाहिँ त्यस्तो हुँदैन। यो चाहिँ आफैले नै धेरै एक्सप्लोर गर्नुपर्ने हुन्छ यहाँ चाहिँ। अनि त्यो भएर चाहिँ मेन चाहिँ अब युनिभर्सिटीमै अलिकति त्यो एरियाको मेन्टरहरू पायो भने चाहिँ अझ सजिलो हुन्छ कि जस्तो लाग्छ मलाई चाहिँ। तर हाम्रो जस्तो त युनिभर्सिटीमा पनि अब झुट नबोलिकन भन्यो भने जम्मा 3जना प्रोफेसरहरू छ होइन, त्यो पनि 2-3जना लाइक 4जना अल टोटल टिचरहरूले पढाएर हाम्रो मास्टर सकिन्छ। त्यो 4जनामा पनि एकजना डिजिटल एग्रिकल्चरको हुनुहुन्छ, एकजना सोयल साइन्सको हुनुहुन्छ, एकजना स्ट्याटको हुनुहुन्छ, अनि एकजना चाहिँ एग्री इकोनोमिक्सको हुनुहुन्छ होइन। अब 4जना टिचरहरू हुनुहुन्छ अनि त्यो 4जना टिचरहरूमा पनि डिजिटल एग्रिकल्चर भनेर जुन मैले सब्जेक्ट चुज गरेँ त्यसपछि मलाई मेरो चाहिँ सम्पूर्ण चिजै त्यही एउटा मान्छेले मात्रै हेर्छ क्या। जबकि उहाँ चाहिँ एग्रिकल्चरको मास्टर्स पनि हुनुहुन्न कि लाइक उहाँ पिएचडी त गर्नुभएको छ तर उहाँको सब्जेक्टै डिफ्रेन्ट छ कि। अब मैले उहाँलाई त्यो नर्मल्ली उहाँलाई अब केही आउँदैन भन्न खोजेको होइन कि, तर अनि मैले जुन बुझेँ जुन बुझेँ कुनै होइन। ब्याकग्राउन्डबाट म आएँ नि, अब उहाँले त मेरो कुरा बुझ्नु हुँदैन नि त, किनभने मैले त एग्रिकल्चर मात्रै पढेर आएँ नि त, म त इन्जिनियरिङको विद्यार्थी त होइन। अनि यस उहाँले त्यो डेलिभर गर्ने चिज र मैले लिने चिज चाहिँ म्याचै भइरहेको जस्तो लाग्दैन कि। अब त्यो चिज चाहिँ फेरि मलाई मात्रै होइन मेरो सबैजना साथीहरूलाई एप्लिकेबल हुन्छ, सबैजना जो जसले उहाँको सब्जेक्ट पढ्छ सबैजनालाई एप्लिकेबल हुन्छ। अनि त्यो भएर पनि कति धेरै चिजहरूमा चाहिँ कस्तो गाह्रो भइरहेको छ कि अब मलाई थाहा छैन कि अब यहाँ सबैतिर यस्तै नै हुने हो कि अब मैले पढिरहेको ठाउँमा मात्रै त्यस्तो भइरह भनेर म त्यसमा चाहिँ मैले एउटा अनेस्ट कुरा चाहिँ भनिदिन्छु होइन, मलाई लागेको कुरा है। मेरो मेरो इभ्यालुएसनमा चाहिँ कस्तो कस्तो पनि छ भने यो प्रिसिजन एग्रिकल्चर जुन जुन एरियाको छ नि, भर्खर भर्खर धेरै भएको छैन यो एरिया, अलिकति त्यसमा चाहिँ फन्डिङहरू बढेको हिसाबले अब कस्तो भइरहेछ भने अब प्रोफेसरहरूलाई चाहिँ अब टिक्नलाई चाहिँ जुन एरियामा आफू फन्डिङ आउँछ त्यो एरियामा अब टार्गेट गरिरहेको हुन्छ नि त। अब कस्तोसम्म हुन्छ भने आफ्नो ब्याकग्राउन्डै नभए पनि उनीहरूको गोल चाहिँ म कोही एउटा अब हायर गर्छु र उसले अब केही काम गर्ला भन्नेसम्मको एक्सपेक्टेसन हुन्छ कि आफ्नो राम्रै ब्याकग्राउन्ड नभए पनि। सो त्यो कुराले चाहिँ अलिकति चाहिँ मलाई पनि त्यो चाहिँ राम्रो लाग्दैन, किन भन्दाखेरि चाहिँ अब त्यस्तो देखिन्छ अब जस्तो मसँग सँगैसँगै एउटा प्रोग्राम स्टार्ट गरेको एकजना मेरो मैले चिनेको कलिग चाहिँ आई थिङ्क अब जस्तो काम इन्जिनियरिङकै ब्याकग्राउन्ड पनि हो, तर पनि रिमोट सेन्सिङ अथवा यस्तो जुन एरिया छ नि अहिले जुन प्रिसिजन एग्रिकल्चर त्यो एरियामा उसले खासै काम नगरे पनि सी गट के भन्छ जब। अनि नाउ हि इज हायरिङ अ पर्सन के भन्छ हि इज हायरिङ अ पर्सन टु वर्क इन एमएल रिमोट सेन्सिङ। सो यस्तो यस्तो टाइपमा के होइन। अब त्यो तर उसको ब्याकग्राउन्ड हेऱ्यो भने चाहिँ वेन वी वर्क टुगेदर वी वर्क अन द प्रोजेक्ट, सो बेसिकली आई वर्क इन एभ्रिथिङ टाइपको क्या। अब त्यस्तो हि जस्ट वर्क अन रिपोर्ट राइटिङ एन्ड यस्तो कुरामा अब भन्नु खोजेको यो चाहिँ मलाई पनि देखेर अचम्म लाग्छ कि। सो म पनि एकदमै अचम्म पर्छु, किन भन्दाखेरि मलाई नि यो कुरा चाहिँ खासै चित्त बुझ्दैन। त्यो त्यो धेरै नै ठाउँको समस्या हो कि जस्तो लाग्छ। अनि कस्तो छ भने अब टिचर
अरूको पनि अब जस्तो मानौ समोन चाहिँ अब एग्रिकल्चर ब्याकग्राउन्डबाट छ, सो ऊ चाहिँ अब प्रिसिजन एग्रिकल्चरमा गयो भने चाहिँ कति कुरा चाहिँ उसले आफूले कहिले पनि बेसिक फाउन्डेसनै नपढिकन पनि त्यो कुरा त्यहाँ गएर पढाइरहेको हुन्छ कि होइन। त्यो कुरा चाहिँ अब त्यो कुरा चाहिँ यस्तै नै छ धेरै जसो युनिभर्सिटीहरूको केसमा मैले हेर्दाखेरि चाहिँ। अब यसमा चाहिँ कस्तो हो भने आफूले चाहिँ अब के भन्छ सिक्न खोज्ने हो र प्लस आफूले एउटा टपिक समात्ने, अनि त्यो एरियामा चाहिँ राम्रो गर्छु भन्ने हो। जस्तो फर इक्जाम्पल लेट्स चाहिँ अब ड्रोनमा काम गरिरहेछ भने चाहिँ म ड्रोन बेस्डै रिसर्च गर्छु, त्यसमा चाहिँ अहिले चाहिँ मेनली आर्क जिआइएस अथवा जिआइएस डेटामै फोकस हुन्छु भन्ने सकियो होइन। त्यो त्यो चाहिँ धेरैले गरिरहेको हुन्छ, जुन चाहिँ सजिलो हुन्छ नि त, त्यसमा धेरै टुलहरू चाहिँदैन। जस्ट डेटाहरू भयो भने अब धेरै जस्तो कामहरू अब सफ्टवेयरबाट एनालाइसिस गर्ने, अब अलिकति एक लेभलमा माथि कोडिङ गर्ने, अब त्यसरी चाहिँ गर्न मिल्छ। अब त्यसरी नै गरिरहेको हुन्छन् धेरैले। अब अलिकति अब हार्डवेयरहरू धेरै चाहिने, अब जस्तो रोबोटिक्स यस्तोमा चाहिँ अब गर्न त गरिरहेको हुन्छन्। अब तर पनि आई मिन त्यस्तो धेरै एकदमै इफेक्टिभ काम गरेको रिसर्च गरेको चाहिँ कमै देख्छु मैले पनि। त हजुर त अब इन्डस्ट्री पनि जानुभयो, अहिले युनिभर्सिटीमा पनि हुनुहुन्छ होइन। अब अँ, कोही नेपालीहरूले त इन्डस्ट्रीमा पनि बवालै गरिरहेछन् होला नि त, तर इन्डस्ट्रीको त्यो डेटाबेसहरू जस्तो कोहीले काम गरिरहेछ भने पनि इन्डस्ट्रीले हत्तपत्ती राख्दैन नि त, युनिभर्सिटीमा पो थाहा हुन्छ त यो मान्छेले यस्तो गरिरहेछ, यो मान्छे प्रोफेसर रहेछ भनेर। त्यो एप्लाई गर्ने बेलामा चाहिँ हजुरले कसरी एप्लाई गर्न सजेस्ट गर्नुहुन्छ कोही नयाँ मान्छेहरूलाई? यस्तो हो अब जस्तो अब तिमीले चाहिँ अब के गर्नु पर्यो भने अब आफ्नो चाहिँ कुन हो त्यो एरिया, आफ्नो आफूलाई चाहिँ एउटा कुनै एरियामा चाहिँ अलिकति फाइन ट्युन गर्नु पर्यो। अब त्यो कोर्सबाट हुन्छ कि काम गरेर हुन्छ कि पढेर हुन्छ, अनि त्यसैलाई चाहिँ अनि बेस बनाएर आफ्नो चाहिँ एउटा युनिकनेस ल्याउनु पर्यो कि। जस्तो फर इक्जाम्पल यदि चाहिँ तिमी प्रोग्रामिङमा इन्ट्रेस्ट छ भने चाहिँ you have like a agronomic background होइन, एग्रिकल्चर प्योर एग्रिकल्चर background, and maybe if you learn one like सफ्टवेयर के भन्छ प्रोग्रामिङ ल्याङ्ग्वेज जुन चाहिँ अब डेटा साइन्सहरूमा युज हुनसक्छ, अब त्यो गर्न सक्यो भने चाहिँ मेबी डेटा एनालिस्ट त्यस्तो टाइपमा पनि जान सकिन्छ होइन। त्यस्तो त्यस्तो युनिक पोइन्टहरू चाहिँ खोज्यो भने चाहिँ फाइदा नै हुन्छ। किनभने मैले नै अब देखेको छु मास्टर्सै गरेर जस्ट ड्रोन र जिआइएसमा काम गरेर, सो ऊ चाहिँ डेटा साइन्टिस्ट भएर चाहिँ गएको राम्रै ठाउँमा। किन भन्दाखेरि चाहिँ ऊ चाहिँ पहिलेदेखि आर गर्थ्यो, सो आर प्लस उसँग चाहिँ आर प्लस एग्रिकल्चरको जुन डेटा एनालाइसिस जिआइएस डेटा एनालाइसिसको स्किल थियो, सो उनीहरूलाई चाहिँ ठ्याक्कै त्यही टाइपको जब चाहिरहेको थियो। सो उसले चाहिँ अब त्यसरी चाहिँ त्यो जब ल्यान्ड गर्न सक्छ भन्नु खोजेको त्यस्तो कुराहरू चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ कि जस्तो लाग्छ मलाई चाहिँ। किनभने त्यो कति पोजिसनमा चाहिँ त्यो एग्रिकल्चर पर्सपेक्टिभबाट पनि सोच्नु पर्ने हुन्छ नि त। सो जुन हजुरलाई कुरा चाहिँ हजुरले काम इन्जिनियरहरूसँग गर्दा हुँदैन। हजुरले अब युएसटीमा काम गर्दै हुनुहुन्छ नि त, अब हजुरलाई काम गर्दा गर्दै सबै चिज त सबैजनालाई आउँछ भन्ने पनि हुँदैन होइन। आफै पढे पनि हजुर केही कन्फ्युज हुनुभयो भने चाहिँ हजुरलाई गाइड गरिदिने कोही हुन्छ कि के हुन्छ, कसरी काम गर्ने? गाइड गर्ने त कोही पनि हुँदैन, सबै आफैले फिगर आउट गर्ने हो मैले। ए, ओके। अनि अब हजुर केही कुरामा अड्किनु भयो भने हाउ विल यु फाइन्ड? म त सबै त्यो आफै नै सर्च गर्ने हो, आफै नै खोज्ने मिहिनेत गर्ने। अब साथी कोही सर्कल चिनिया छ भने उनीहरूसँग त्यो एरियामा कुनै आइडिया छ भने सोध्ने, त्यो बाहेक अप्सन खासै मसँग नि थिएन फ्रेङ्कली भन्नुपर्दा चाहिँ। अब ए, कहिले अब एडभाइजरसँग चाहिँ, किनभने अब एडभाइजरको चाहिँ कस्तो हुन्छ भने लिमिटेसन हुन्छ कि एउटा पोइन्टसम्म। अब उनीहरूले लिएको एजुकेसन र अब हामीले लिएको एजुकेसन चाहिँ अपडेटेड भइरहन्छ नि त। जस्तो युएसको केसमा चाहिँ प्रोफेसरमा डिपेन्ड हुन्छ कि मैले के पढाउने भनेर। जस्तो अब नेपालमा चाहिँ अब युनिभर्सिटीले माथि यति सिलेबस भन्छ नि, अब त्यो त छैन यहाँ त। सो प्रोफेसरले अर्को वर्ष अझै अब अपडेटेड उसले सिलेबस पढाउन सक्छ नि त होइन। अनि प्लस नयाँ नयाँ कुराहरू आइरहेको छ रिसर्चमा, फेरि नयाँ नयाँ कुराहरू आइरहेको कुराहरू पढ्दै इम्प्लिमेन्ट गर्दै जाने हो। सो प्रोफेसरसँग त्यो टाइम पनि हुँदैन। किन हुँदैन भन्दाखेरि चाहिँ उसलाई चाहिँ फन्डिङ एक्विजिसन र अब आफूले त्यो अन्डर कोर्सहरू त्यस्तो त्यस्तोमा चाहिँ धेरै टाइम इन्भेस्ट गर्नुपर्ने हुन्छ।
अनि त्यो कुराले चाहिँ उनीहरूले चाहिँ आफ्नो लर्निङमा चाहिँ आफूले लर्न गर्ने कुरामा चाहिँ धेरै टाइम दिन चाहिँ पाउँदैनन् जस्तो लाग्छ कि मलाई। अनि त्यसले चाहिँ अब जस्तो नयाँ कुराहरू आइरहेको हुन्छ नि, अब जस्तो यो एरियामा डिजिटल भनौँ न, यो डिजिटल एरियामा त उम्, नयाँ 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 कुराहरू आइरहेको छ नि त। जस्तो लास्ट इयर अब के काम भइरहेको थियो, अब अहिले के नयाँ कुरा आइरहेको छ, त्यो कुरालाई उनीहरूले कसरी अब यो एरियामा एप्लाई गर्ने। अब मोस्टली चाहिँ एप्लाइड एग्रिकल्चर हो होइन, धेरै जस्तो रिसर्च, अब धेरै भन्दा नि मोस्टली चाहिँ मान्छेले गर्ने। अब अलिअलि चाहिँ अब आफूले कुन डेप्थमा जाने भन्ने कुरा पनि हुन्छ, जस्तो मोडलिङमा होइन। अब त्यो कुराले चाहिँ प्रोफेसरहरूले चाहिँ अलिकति टाइम दिन चाहिँ पाउँदैनन् कि जस्तो लाग्छ है मलाई चाहिँ। किनभने अब धेरै कुराहरू हुन्छ नि त अब सिक्नुपर्ने। उम्, अनि त्यही भएर चाहिँ त्यसमा चाहिँ अब आफैले नै धेरै जस्तो चाहिँ आफैले नै फिगर आउट गर्ने हो। तर अब चाहिँ कस्तो चाहिँ हुनु पर्यो भन्दाखेरि, जस्तो अब मास्टर्स गर्दाखेरि आफ्नो एउटा गोल चाहिँ सेट हुनु पर्यो, मैले यो कुराहरू सिक्छु र यति कुराहरूमा चाहिँ म आफूलाई पोख्त बनाउँछु भनेर। अनि त्यो कुराहरू अब पिएचडी जाने हो भने पनि अब त्यो कुराले चाहिँ पिक त्यो हुन्छ नि हुक बनाएर त्यसले जब जस्तो पिएचडी फन्डिङ के भन्छ एसिस्टेन्टसिपहरू पाउन हेल्प गर्छ। अब इन्डस्ट्री जाने हो भने चाहिँ अब इन्डस्ट्रीको डिमान्ड अनुसार आफूलाई उ गर्नु पर्यो। जस्तो जुन चाहिँ अब इन्डस्ट्रीमा चाहिँ एग्रोनोमिक टाइपको पोजिसनहरू अर्कै हुन्छ फेरि। अब यो डिजिटल एग्रिकल्चरको फेरि ठ्याक्कै पोजिसनहरू चाहिँ हुँदैन। अब यसमा चाहिँ जनरली अलिअलि आइरहेछ अहिले चाहिँ प्रेसिजन एग्रिकल्चर स्पेसालिस्ट त्यस्तो त्यस्तो पोजिसनहरू चाहिँ छ होइन, छनलाई। तर त्यस्तो एकदमै ह्युज एमाउन्टमा चाहिँ छैन मैले मेरो एनालाइसिसमा चाहिँ। अब हजुर फर्दर चाहिँ अब प्रोफेसर बन्ने विचार छ कि अब इन्डस्ट्रीतिरै जान्छु भन्ने के छ हजुरको प्लान? मेरो मेरो त्यस्तो केही पनि प्लान छैन। मैले चाहिँ टाइम अनुसार जाने मान्छे हो। सो जस्तो लेट्स चाहिँ अब 1-2 वर्षमा प्रोफेसर भयो भने भयो, यदि भएन भने चाहिँ इन्डस्ट्री नै जान्छु होला। त्यही नै होस् खासमा चाहिँ। तर मेरो प्रिफरेन्स चाहिँ अब त्यस्तो प्रिफरेन्स केहीमा पनि छैन। अलिकति चाहिँ मलाई रमाइलो चाहिँ इन्डस्ट्रीतिरै लाग्छ काम गर्न चाहिँ। त्यही त युएस को पढाइ अनि युएस को कामहरू एक्सपेक्टेड जत्तिकै पाउनु भएको छ हजुरले? होइन यस्तो छ, अब यो कस्तो छ भन्दाखेरि चाहिँ यी मैले भने नि जस्तो युनिभर्सिटी अनि कनेक्सन पनि भेरी इम्पोर्टेन्ट के। अर्को चाहिँ युएसमा जस्तो यो युनिभर्सिटीमा मेरो एडभाइजर को छ, यस्तो यस्तो कुराहरू पनि धेरै इम्पोर्टेन्ट हुन्छ भोलि चाहिँ त्यो। अनि ठ्याक्क कस्तो छ भने अब म चाहिँ एकदमै ट्यालेन्टेड पिपुलहरूसँग काम गरेको। अहिले यो पोइन्ट भन्दा म युएस आउनुभन्दा अगाडि चाहिँ मैले चाहिँ एकदमै धेरै ट्यालेन्टेड पिपुलहरूसँग काम गरेको थिएँ कि मैले लाइफमै। जस ब्रिलियन्ट पिपुलहरू भेटेको टाइम पिरियड भनेको त्यही नै हो जस्तो लाग्छ। किन भन्दाखेरि चाहिँ त्यो एकदमै अचम्मै लाग्ने खालको थियो क्या। अब जस्तो अब कहिलेकाहीँ चाहिँ म चाहिँ किन यो एरियामा आएँ भनेर मलाई आफैलाई त्यो गिल्टी फिल भए जस्तो भइरहेको हुन्छ। किन भन्दाखेरि सो मैसँग काम गर्ने साथीहरू सो कम्प्युटर साइन्स गरेँ। सो नाउ दे आर डुइङ के भन्छ रिसर्च पोजिसन्स, के भन्छ रिसर्च साइन्टिस्ट होइन। कोही छन् अमेजनमा छन्, कोही गुगलमा छन्, कोही मेटामा छन्। मेरै कलिगहरू सँगै काम गरेको कलिग, सँगै क्लासमा पढेको कलिगहरू लगभग 4-5 जनै छन् होइन। सो म पनि त त्यहाँ जानु सक्थेँ भन्ने खालको चाहिँ हुन्छ। तर अब यो बाटोमा चाहिँ म त्यहाँ पुग्न चाहिँ सक्दिनँ क्या। किन भन्दाखेरि चाहिँ आई निड म चाहिँ प्योर कम्प्युटर साइन्स अथवा प्योर त्यो हुन्छ नि अल्गोरिदम एस्पेक्ट र म्याथमेटिक एस्पेक्ट इन्जिनियरिङ एस्पेक्टमा जानु पर्थ्यो। म चाहिँ एप्लाइडमा बढी भयो नि त। अब स्टिल खुला त हुनसक्छ तर आफूले एक्स्ट्रा इफोर्ट लगायो भने। तर त्यो आई डोन्ट थिङ्क दिस इज लाइक अ राइट टाइम क्या। अब म चाहिँ एक्स्ट्रा इफोर्ट लाउन पनि सक्दिनँ क्या। किन भन्दाखेरि चाहिँ आई हेभ अ फ्यामिली होइन। फ्यामिली सबै कुराहरू अब ब्यालेन्स आउट गर्नु पर्यो। किनभने अब सधैँभरि पढेर खालि आफ्नो करियर करियर भनेर मात्र पनि भएन। एउटा पोइन्टसम्म चाहिँ ठिकै छ भन्ने हुन्छ। तर अब चाहिँ सबै कुरालाई ब्यालेन्स आउट गर्दै जानुपर्ने भएको भएर खासै अब त्यतातिर त्यो एक्स्ट्रा फोकस भन्ने पनि हुँदैन। सो यसैबाट चाहिँ अब बेस्ट कसरी गर्न सकिन्छ यही टाइममा भन्ने मात्र त्यसरी नै सोचिरहेको हुन्छु मैले चाहिँ। हजुरको काममा हजुर रिसर्च पेपरहरूमा पनि काम गर्नुपर्ने हुन्छ कि के हुन्छ? रिसर्च मेरो कामै त्यही हो क्या। केही चिज बन्छ भने बनाउने अनि त्यसबाट डेटा निकालेर रिसर्च पब्लिस गर्ने। अब यो रिसर्चमा काम गऱ्यो भने पेपर निकालेन भने खासै कामै छैन। अब कि प्याटेन्ट बनाउनु पर्यो कि रिसर्च गर्नु पर्यो, नत्र त कामै छैन। सो के गरिरहेछ भन्ने टाइपको क्वेसन आइहाल्छ क्या। सो
जति सक्छ अब पेपरहरू पब्लिस गर्ने होइन। अब जस्तो आयो अब रिसर्चमै काम गर्छु फ्युचरमा भन्ने छ भने त अफकोर्स अब अहिलेदेखि नै अब पेपरहरूको आइडियाहरू निकालेर अब कसरी पेपरहरू निकाल्ने त्यस्तोतिर सोच्दा चाहिँ फाइदा हुन्छ। मास्टर्सदेखि नै गर्छन् मान्छेले प्रायः अब त्यो यहाँनिर चाहिँ। त कस्तो, अब मैले थाहा नभएको कि यहाँनिर डेटाहरू चाहिँ कसरी, अब अरूले गरेको त डेटाहरू लेख्न मिल्दै मिलेन होइन, युएसडिएको डेटाहरू पनि आउने कुरै भएन। डेटाहरू सर्च गर्ने बेलामा चाहिँ यहाँ इजिली केही काम गर्नको लागि इजिली एक्सेसेबल होला त कुनै पनि डेटाको, के लाग्छ हजुरलाई? मेरो विचारमा चाहिँ अब दुई तिनवटा अप्सनहरू हुनसक्छ। अब जस्तो पहिलो अप्सन्स भनेको चाहिँ अब जसको अन्डरमा काम गरिरहेछ उसको फन्डिङको गोल के हो भन्ने कुरा होइन। जस्तो मानौ तिमी कुनै प्रोफेसरसँग काम गरिरहेछौ, उसले उसँग फन्डिङ छ होला तिमीलाई हायर गरेको होइन। अब त्यो चाहिँ अब दुइटा हुन्छ, रिसर्च एसिस्टेन्ट हायर गरेको छ कि टिचिङ एसिस्टेन्ट भन्ने पनि अब अर्को क्वेसन हुनसक्छ। यदि रिसर्च एसिस्टेन्ट हायर गरेको छ भने उसको त रिसर्च हुन्छ, कुनै फन्डिङ हुन्छ, त्यो फन्डिङको एउटा स्पेसिफिक गोल हुन्छ। सो त्यो त्यो रिसर्च चाहिँ अब कसरी गर्छु भनेर उसले फन्डिङ ल्याएको छ होइन। अब त्यो त्यो काम त अब कसले गर्ने त भन्दाखेरि तिमीले नै गर्नुपर्ने हुन्छ कि। ओके। सो त्यसबाट चाहिँ अब जस्तो एक्सपेरिमेन्ट गरेर अब डेटा लिने हो कि होइन। अब जस्तो मानौ फिल्डमा अब आफैले दुइटा हुनसक्छ। जस्तो फिल्डमा चाहिँ आफैले प्लान्टिङ गरेर अब त्यहाँ जस्तो कोलाबोरेसन हुनसक्छ। अब युनिभर्सिटीमा अब जस्तो प्लान्ट साइन्स प्लान्ट प्याथोलोजी अरू को छ डिपार्टमेन्टहरूसँग कोलाबोरेट गरेर अब त्यो उनीहरूको रिसर्चबाट डेटा निकालेर अब रिसर्च अब्जेक्टिभ पुरा गर्ने हो कि होइन। होइन अब मलाई आफ्नै एक्सपेरिमेन्ट प्लट चाहिन्छ भनेर आफ्नै एक्सपेरिमेन्ट प्लट बनाएर त्यसमा अब ड्रोन उडाउने हो भने ड्रोन उडाउने, अथवा ग्राउन्ड बेस्ड डेटा लिने ग्राउन्ड बेस्ड त्यसरी डेटा लिने हो कि त्यो एउटा आफ्नो डेटा भयो होइन। विच इज द बेस्ट है, त्यो चाहिँ अब एकदमै बेस्ट आयो, बेस्ट अप्रोच भयो। किन भन्दाखेरि कुनै एउटा टपिकमा अब रिसर्च गरिरहेको छु भन्ने भइहाल्छ होइन। त्यसमा चाहिँ स्पेसिफिक फर अब त्यहाँको प्रब्लम डोमेनलाई हेरेर, जस्तो त्यो एरियामा रिसर्च फन्डिङ ल्याउँदा त त्यो एरियाको प्रब्लम के हो त्यसलाई नै स्पेसिफिक टार्गेट गरेर रिसर्च फन्डिङहरू ल्याइन्छ नि त। अनि सो त्यो चाहिँ अब एडभाइजर अथवा जोसँग आफूले काम गरिरहेछ उसको गोल र आफ्नो गोल म्याच हुने तरिकाले त्यो काम गर्नु पर्यो। एउटा चाहिँ अब अप्रोच भनेको होइन। अब रिसर्चको अप्रोच भनेको अर्को चाहिँ कस्तो हो भन्दाखेरि अब त्यो जेनरली चाहिँ खासमा अब यो प्रिसिजन एग्रिकल्चरमा गर्नेले चाहिँ त्यसरी चाहिँ गर्दैनन्। तर अब अर्को अप्रोच भनेको चाहिँ अब ओपन सोर्स डेटाहरूबाट हो। त्यसमा चाहिँ फेरि अल्गोरिदम र कोडिङमा धेरै काम गर्नुपर्छ होइन। त्यो हजुर। भएर चाहिँ त्यो अप्रोच चाहिँ खासमा कम्प्युटर साइन्सहरूले गर्छन्। अझ कम्प्युटर साइन्सले पनि गरिरहेको हुन्छन् कि अहिले अब एप्लाइड यो एग्रिकल्चर अरू अरूको रिसर्चहरू। अब त्यही भएर चाहिँ त्यो चाहिँ अब आफ्नो चाहिँ अब जस्तो 2 वर्ष अथवा 3 वर्षको प्लान चाहिँ अब मैले के डेटा लिने होइन, मेरो गोल के हो, त्यो चाहिँ अब एडभाइजरसँग अब डिस्कस गरेर हुनु पऱ्यो। त्यो आफैले नै बनाउनु पऱ्यो। किन भन्दाखेरि चाहिँ उसको गोलसँग चाहिँ म्याच हुने तरिकाले हुनु पऱ्यो कि। जस्तो उसको फर इक्जाम्पल उसको गोल चाहिँ अब युएभी ड्रोनको इमेज युज गरेर चाहिँ मैले चाहिँ के अरे न्युट्रेन्ट क्वान्टिफाई गर्छु भन्ने छ भने अब त्यसलाई के गर्ने त, अब के मेटेरियल मेथडहरू युज गर्न सकिन्छ। त्यसको लागि चाहिँ मानव सेन्सर चाहियो भने अब एडभाइजरसँग कुरा गर्ने, अब मलाई यो सेन्सरहरू चाहियो, यो सेन्सर चाहियो। अब कति अब महँगो चिजहरू त उनीहरूले नदिन पनि सक्छ। अब त्यसमा चाहिँ कहिलेकाहीँ चाहिँ युनिभर्सिटीमा कोहीसँग चाहिँ त्यो सेन्सरहरू छ भने कोलाबोरेट गर्नु पर्यो होइन। फर इक्जाम्पल अब मलाई ग्रिन हाउसमा चाहिँ हाइपर स्पेक्ट्रल डेटा लिनु छ, तर अब मेरो एडभाइजरसँग पैसा छैन भने त एडभाइजरले त्यो युनिभर्सिटीमा यदि त्यस्तो कुनै सेन्सर छ भने चाहिँ त्यो मान्छेसँग कोलाबोरेट गरेर यो रिसर्च गरिरहेको छु त्यहाँबाट चाहिँ डेटा लिन्छ भनेर त्यसरी चाहिँ कोलाबोरेट गर्नु पर्यो। सो त्यस्तो त्यस्तो अप्रोचहरू चाहिँ त्यस्तो त्यस्तो आइडियाहरू चाहिँ लगाउनु पर्यो। किनभने सबै कुरा चाहिँ आफैले नै त्यो आफ्नै फन्डिङले पुग्दैन भन्ने अवस्था छ भने चाहिँ, किनभने महँगो हुन्छ सेन्सरहरू होइन। मेरो क्वेसन चाहिँ अहिले चाहिँ खासमा के, जस्तो तिमीलाई चाहिँ के गोल दिएछ त अब उसले चाहिँ तेरो रिसर्च गोल यो म हो त अथवा मेन त टिचिङ एसिस्टेन्ट जसरी नै गरिरहेको छु होइन। मैले चाहिँ अन्डर ग्रेजुएटहरूलाई हेर्नुपर्छ, अनि त्यसपछि अर्को भनेको मैले कपीहरू चेक गरिदिनुपर्छ, ग्रेडिङहरू त्यो दिनुपर्छ। त प्योर टिचिङ एसिस्टेन्ट भयो। रिसर्च एसिस्टेन्टको चाहिँ रिसर्च चाहिँ हाम्रो युनिभर्सिटीमा गरेकै छैनन् क्या सब प्रोफेसरहरू एकदम, दे आर भेरी भेरी भेरी, अब के भनौँ लेजी भनौँ कि के भनौँ, उनीहरूले कुनै पनि प्रोफेसरहरू
ओपनै छैन। एग्रिकल्चर पढाउँछ तर उनीहरूले पढाउँछ मात्रै, रिसर्च चाहिँ के पनि नै गर्दैन। अनि मलाई कस्तो फिल हुन्छ, म रङ युनिभर्सिटीमा ल्यान्ड भए जस्तो फिल हुन्छ, किनभने ह्यान्ड अन केही चिजै गरिरहेको छैन भने त भोलि त केही पनि चिजहरू एक्सप्लोर गर्न पनि त गाह्रो हुन्छ नि त। होइन त्यो त धेरै गाह्रो हुन्छ, भोलि पिएचडी पाउनै गाह्रो हुन्छ यदि कुनै काम गरेको छैन भने त। त्यो त एकदमै, त्यो त जेन्युन कन्सर्न नै हो, त्यो कन्सर्न राख्नु पनि पर्छ होइन। त्यो राम्रो पनि हो। त्यही त। त्यसमा चाहिँ कहिलेकाहीँ चाहिँ अब जस्तो त्यस्तो छैन भने इन्टर युनिभर्सिटी कोल्याबोरेसनहरू पनि अर्को अप्सन हुनसक्छ। यदि कुनै अर्को युनिभर्सिटीमा चाहिँ काम गरिरहेको काममा चाहिँ अब कोल्याबोरेट गर्ने एउटा अप्सन हुनसक्छ। त्यो त्यो चाहिँ अब आफैले नै अब इनिसिएटिभहरू लिएर गर्नुपर्ने हुनसक्छ। अब मेन चाहिँ त्यही नै हो। अब जस्तो जस्तो कति टाइम भयो तिमीले स्टार्ट गरेको? मैले स्टार्ट गरेको अहिले 7-8 मन्थ्स भयो। 7 अनि तिमीलाई चाहिँ अहिले त्यहाँ चाहिँ कस्तो थेसिसै लेख्नुपर्छ होला नि होइन मास्टर्समा? पर्दैन, नन थेसिस। ओके, नन थेसिस, त्यही भएर पो चिल रहेछ। अब के भन्ने, अब त्यसमा चाहिँ अब आफैले नै अब हार्डवर्क गर्नु पर्यो जस्तो लाग्यो मलाई चाहिँ। आज चाहिँ अब अलिकति हजुरलाई मेरो ब्याकग्राउन्ड पनि थाहा भयो, हजुरको अहिले पछि अलिकति अर्को कुनै टाइममा चाहिँ हजुरको फुर्सद छ भने एकचोटि मलाई एकचोटि हजुरले सजेस्ट गरिदिनु न, किनभने मैले कतिजनालाई भने अनि युएसडीमा काम गर्ने जो पनि नेपाली हुनुहुन्छ दे सेड कि कुरा गर्नु मिल्दैन, खै के हुन्छ अरे। अनि मैले भने म नर्मल्ली केही कुराहरू सजेसन मागिरहेको छु भने त त्यस्तो केही चिजहरू त हुनु नपर्ने हो, किनभने मैले होइन, भित्र यस्तो हो, अब रिसर्च आफ्नै रिसर्चमा गएर आफ्नो उसको रिसर्चको डिटेल कुरा उसलाई दिन नमिल्ने त्यो फरक कुरा होला होइन। न त जनरल यसरी कुरा गर्न त त्यस्तो समस्या हुन्छ जस्तो लाग्दैन मलाई कहीँ पनि। यदि कसैले केही काम गरिरहेछ भने चाहिँ एज अ जनरल के आफ्नो एक्सपिरियन्स, अब जस्तो के कुरामा काम गर्न सकिन्छ, किनभने आफूले गरेको काम त एउटा सानो काम त हो, यो एरिया त एकदमै ठुलो छ होइन। अनि त्यसरी चाहिँ काम गर्न मिल्छ। सो मेरो सजेसन चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब इफ यु जस्तो पेपरहरू पब्लिस गर्ने अथवा कुनै रिसर्च गर्ने गोल छ भने चाहिँ अब फर्स्टमा चाहिँ मेरो सजेसन चाहिँ फाइन्ड जस अब आफ्नो एडभाइजर त भइहाल्यो, एक दुईजना मान्छे चाहिँ अब अलिकति हार्डवर्किङ मान्छे खोज्नु पर्यो, जुन इन्ट्रेस्टेड ग्रुप भनौँ न। मेरो कुरा बुझेछ नि होइन मैले भन्न खोजेको? बुझिरहेको छु। जस्तो तिम्रो सर्कलमा कोही साथी होला तिमी जस्तो इन्ट्रेस्टेड होला नि त होइन, तिम्रो साथीहरू कोलाबोरेटर भनौँ जे भनौँ। सो के गर्न सक्छ भने चाहिँ यु क्यान स्टार्ट लाइक रिडिङ अ पेपर्स के। हजुर। अनि त्यसको लागि चाहिँ फेरि एकदमै पेपर त धेरै छन्। अनि ऱ्यान्डमली पढ्यो भने चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब के पढ्ने, यो पढ्ने कि नपढ्ने, हजारौँ पेपरहरू पढेर पनि सकिँदैन होइन। अनि त्यही अब भएर लेस चाहिँ देन 1 मिनट बाँकी छ, यो जान्छ होला, फेरि यही लिङ्कमा जोइन हुनु ल। ओके हुन्छ। अनि त्यसपछि चाहिँ के गर्न सक्छौ भन्दाखेरि चाहिँ तिमीलाई चाहिँ कुन एरियामा काम गर्नु मन छ अथवा कुन एरिया चाहिँ तिम्रो इन्ट्रेस्टको टपिक हो होइन। अब जस्तो यदि तिमी चाहिँ रिसर्चमै जाने हो भने त तिमीले अब त्यहाँ डेटा डेटा लिने त्यस्तो भन्ने केही नै छैन भनेपछि त सो तिमीले चाहिँ अब के गर्नु पर्यो भन्दाखेरि चाहिँ अरूले गरेकै रिसर्चको डेटाहरू, पब्लिकली एभाइलेबल डेटाहरूमा चाहिँ तिमीले काम गर्न ट्राई गर्नु पर्यो कि। त्यो चाहिँ अप्सनहरू हुन्छ टन्नै, किनभने त्यो डेटाहरूमा चाहिँ अब एउटा एस्पेक्टमा काम गरिरहेको हुन्छ, त्यसमा डिफ्रेन्ट पर्सपेक्टिभमा काम गर्न सकिन्छ कि। अब